बालेनलाई के भन्छ फेरि यार, लक अमेरिका लक इन्डिया भनेर हालिरहेछन् यार, फेरि पोस्ट पनि डिलिट गरिहाल्छन् यार। मलाई चाहिँ देशको धेरै चिन्ता छ यार, यो बालेनले चाहिँ के गर्छन् के झन् सबै देशै पुरै बालेनलाई जिम्मा दिन खोज्यो, बालेन खोइ देश पनि लिन खोज्दैनन्। अब यो पोस्ट पनि हाल्छन्, फेरि पोस्ट पनि डिलिट गर्छन्। अब अरू मान्छेले ल यसले गाजाको तालमा हालो भन्छन्, कोहीले के भन्छन्, ल अब बालेनलाई खतरा छ भन्छन् कोहीले। हे भगवान, यो कसको न्युज पताउने हामीले? टेन्सन हुन्छ कि मलाई टेन्सन भइसकेपछि फेरि रोटी खान मन लाग्छ कि। अब यो टेन्सनमा चाहिँ के गर्छु भने रोटी मजाले तताउँछु, मजाले तातो रोटी, अनि त्यसपछि चाहिँ ट्याक्क लाएर चाहिँ तातो पानी र रोटी खाइसकेपछि देशको बारेमा धेरै सोच आउँछ अरे के। गेन्जीले आन्दोलन गरे, अब चाहिँ देश केही होला है, अब चाहिँ देशको अनुहार फेरिएला है भनेर विश्वास गरो। खोइ देश कहिले बन्दैन यार। अब के गर्ने हामीले फेरि देशलाई के गर्नु पर्ने? अब के गर्न चाहिँ बाँकी छ? अब को आएर चाहिँ यो देशलाई चाहिँ राम्रो हुन्छ? हे भगवान, होइन यो जो आए पनि यो काने चिरोको भन्थे यार, त्यही हो कि क्या हो? यो देश कहिले पनि सुध्रिँदैन। अब 9:35 गइसकेछ, यस्तो पाराले हुन्छ यार। म टेन्सन भयो यार। यो पृथ्वीमा चाहिँ देशको बारेमा सोच्ने मै मात्र हो कि क्या हो? अब यो देशको बारेमा अलि राम्रोसँग सोच्नु पर्यो।